वेलकम टु माई ब्लग। आई होप सबजना सन्चै हुनुहुन्छ होला। अहिलेसम्म म पनि सन्चै नै छु। आज काममा निस्केको अघि नै बिहानै निस्किन भ्लग बनाउन अल्छी लागेर मैले चाहिँ आज ढिला बनाएर आज किन भने त कि अब यो चाहिँ टेन्सन भइदियो क्या। के भयो भन्दाखेरि चाहिँ हाम्रो कुरो होइन यो लास्ट ल्याङ भइदियो। पानी परेको होइन दिमाग खराब गराइदियो। अनि त्यसपछि आज कमायो भनेको चाहिँ त्यही 600 जति भयो। अब तेल खाइहाल्छ 150-60को होइन 400 जति जोगिन्छ होला। त्यही ठुलो कुरो मान्नुपर्छ। अब म चाहिँ घरतिर निस्किदिएको। यहाँ ग्यारेजमा चाहिँ चिनिरहेको दाइ हो क्या पहिल्यैदेखि बच्चादेखि होइन। बाइकहरू पनि यहीँ बनाउँछु म। अनि यताउता सामानहरू पनि यतै फेर्छु होइन। अनि त्यसपछि यो बाइक साइकलहरूको चाहिँ पैसा दिँदा पनि दिँदैन होइन, दिँदा पनि लिँदैनन् होइन। अनि त्यही हो, त्यही भएर सजिलो छ। नत्र दिनको 2 चोटि बाइक धुँदा 200 रुपियाँ त्यहीँ जान्थ्यो नि त। त्यही भएर बाइक साइक चाहिँ म हिरो बनाएर हिँड्छु जतिखेर पनि। मेरो टार्गेट भनेको चाहिँ पानी आउनुभन्दा अगाडि घर पुग्नु हो। यहाँ पानी आउनुको ठिक्क पर बसिरहेको क्या पुरै नै होइन। अब पानी आउनुभन्दा अगाडि चाहिँ म घर पुग्न चाहन्छु। छिटो अन्त छिटै छ। सन्तानको बाटोबाट 6 किलोमिटर छ कि यो पनि। आज धेरै गुडिया पनि छैन कि त्यति बाइक पनि मेरो। पानी छिटो आयो भने चाहिँ मोबाइल निकालेर राख्नुपर्ने हुन्छ होइन। अहिले चाहिँ म निरन्तर रूपमा गइरहेको छु साथीभाइहरू। अब यो चाहिँ पुरै आकाश त कालो निलो भइरहेछ। खोलासीतिर पानी जाइरहेछ कि बादल गइरहेछ होइन। अब पानी पऱ्यो भने त टेन्सनै हुन्छ। भिज्नु भएन। रेनकोटबाटै छिर्दिने कि पानी त अलि ठुलो परेपछि त बाब्रे क्या टेन्सन। आजको भ्लग चाहिँ म छोटै बनाउँछु, त्यस्तो लामो बनाउँदिनँ है। अब यो बाइक साइक धोएर आएको बेला चाहिँ म यो बाटो आउँछ सबैलाई थाहा छँदैछ होइन। अब बत्ती गएर भ्लग पनि हाल्न पाइरहेको छैन कि बत्ती गएको होइन। अनि नेट पनि बिग्रिदिएछ क्या। अनि त्यो बनाउनलाई मान्छे बोलाएको छ अरे। अब खोइ कहिले बन्छ कि थाहा छैन। एकैचोटि हुने टाइम भइसक्यो। पानी पऱ्यो अनि टिपै लाग्दैन क्या। टिपै लाग्दा पनि लाग्दैन। अनि झ्याउ भयो मजा अनि फर्किदिएको आज त लास्ट झ्याउतिर क्या। पर्दिरह है। अब चाहिँ म यहाँ स्लो गरेर रेनकोटको चेन ट्याक्क लाउँछु। यो जित्न सकिँदैन पानीलाई के गर्नु होइन। यस्तो गरेर मोबाइल झिक्न पर्ने हुन्छ यहाँनिर। घर गएपछि म अब भन्छु के हुँदो रहेछ है। यहाँ चाहिँ पानी आइपुग्यो। यहाँ आएपछि फाइनल्ली म चाहिँ घर आइसकेको छु। अब घर आइसकेपछि पानी पर्न लागिरहेको रहेछ वरिपरि होइन। अब यहाँ आनन्द भयो होइन। बल्ल आइपुग्यो। आज चाहिँ त्यस्तो धेरै जोगिएन छ। 400 रुपियाँ जोग्यो त्यही हो। मेरो भन्नु केही छैन होइन। पानी परै छ त्यही हो। अहिले चाहिँ मेरो भ्लग यहीँ गर्न चाहन्छु। लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला।